हेलो हाई नमस्ते म राज धमला। आजको भिडियोमा म तपाईलाई कामाख्या मन्दिरको दर्शन गराउने छु र साथै कामाख्या मन्दिरको बारेमा A to Z सम्पूर्ण जानकारी दिनेछु। भिडियोको अन्त्यसम्म मसँग बनिरहनुहोला। एड्रेस / अवस्थिति। अवस्थित मन्दिर भारतको उत्तर पूर्वी राज्य असमको राजधानी गुवाहाटीमा अवस्थित छ। आध्यात्मिक केन्द्र यो नीलाचल पहाडको टुप्पोमा रहेको तान्त्रिक शक्तिपीठहरूको राजा मानिन्छ। ब्याकग्राउन्ड पृष्ठभूमि यो सतीदेवीको योनि गर्भ वा सृष्टिको शक्ति खसेको स्थान हो, जसले गर्दा यो सर्वोच्च शक्तिपीठहरू मध्ये एक बन्यो। देवी सतीले आफ्ना पिता दक्षले गरेको अपमान सहन नसकेर यज्ञकुण्डमा आफ्नो शरीर त्यागिन्। यो खबरले भगवान शिव गहिरो दुःखमा डुबे। उहाँले सतीको शरीरलाई बोकेर दिशाविहीन भएर संसारभर घुम्न थाल्नुभयो। शिवको यो अवस्था देखेर पुरै ब्रह्माण्ड शोकमा डुब्यो। सारा सृष्टि त्राहिमाम पुकार्न थाल्यो। त्यसपछि भगवान विष्णुले शिवको यो अवस्थालाई अन्त गर्नका लागि सुदर्शन चक्रले सतीको शरीरलाई 51 भागमा काटिदिए। ती 51 भाग मध्ये एक भाग कामाख्या मन्दिर रहेको स्थानमा खस्यो, जहाँ आज कामा आराध्य देवी कामाख्याको भव्य मन्दिर अवस्थित छ। यसरी पौराणिक कथाको हिसाबले कामाख्या मन्दिरको सुरुवात भएको मानिन्छ। भवन वर्तमान मन्दिरलाई विभिन्न आक्रमण र जीर्णोद्धारपछि धेरै राजाहरूले बनाएका छन्। कन्स्ट्रक्सन निर्माण 14औं शताब्दी। मूल रूपमा 14औं शताब्दीमा कला पहाडको आक्रमणले ध्वस्त पारेपछि यसको पुनर्निर्माण कोच वंशका राजा नरनारायणले 1565 ई विक्रम सम्वत 1622 मा गराएका थिए। वास्तुकला मन्दिरको वास्तुकलालाई नीलाचल शैली भनिन्छ, जसमा कुम्भ आकारको गुम्बज र ठूलो गुफा जस्तो संरचना प्रयोग भएको छ। देवी मुख्य देवी कामाख्या हुन्, जसलाई रक्त पिपासु र सृष्टिको स्रोत मानिन्छ। 10 महाविद्या कामाख्या परिसरमा 10 महाविद्या तारा, बगलामुखी, धुमावती, कमला आदिलाई समर्पित छुट्टा छुट्टै मन्दिरहरू पनि छन्। एनर्जी ऊर्जा यहाँ कुनै मूर्ति छैन। गर्भगृहभित्र एक प्राकृतिक चट्टानको चिरा छ, जहाँबाट भूमिगत पानी बग्छ। यही चिरालाई देवीको योनि र सृष्टिको ऊर्जाको केन्द्र मानिन्छ। फेस्टिभल पर्व फेस्टिभल मुख्य पर्व अम्बुबाची मेला मनोहरा पर्व मन्दिरको सबैभन्दा ठूलो वार्षिक पर्व हो। यो आषाढ महिनामा जुनको अन्तिमतिर पर्छ। पर्व देवी रजस्वला हुने समयलाई उत्सवको रूपमा मनाइन्छ, जसले सृजन चक्रको सम्मान गर्दछ। ग्लोरी महिमा गौरव यस मन्दिरलाई तन्त्र साधनाको राजधानी वा महाशमशान भनिन्छ, जहाँ तान्त्रिकहरूले सिद्धि प्राप्त गर्नका लागि कठोर साधना गर्छन्। हिस्ट्री इतिहासमा यो मन्दिर धेरै पटक बनेको र भत्किएको छ। कोच राजा नरनारायणको निर्माणपछि यो आधुनिक स्वरूपमा आयो। इम्पोर्टेन्स महत्व यो भारतको 51 शक्तिपीठहरू मध्ये सबैभन्दा महत्वपूर्ण हो। इन्द्रिय यो शक्तिपीठ स्त्री शक्तिको उपासना र प्रकृति प्रेमको प्रतीक हो। जर्नी यात्रा जान पुग्ने तरिका मन्दिर गुवाहाटी शहरबाट लगभग 8 किलोमिटर टाढा छ। बस, ट्याक्सी वा रिक्साबाट नीलाचल पहाडको फेरीसम्म पुग्न सकिन्छ। त्यसपछि सिडी वा मोटर बाटो हुँदै मन्दिरसम्म पुगिन्छ। नलेज ज्ञान यस मन्दिरको दर्शनले मात्र पनि सम्पूर्ण पाप र दुःखबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। लेजेन्ड्स लोककथा देवी कामाख्याले कामदेवलाई उनको गुमेको यौन शक्ति फर्काउन सहयोग गरेको हुनाले यस ठाउँको नाम कामाख्या रहेको किम्वदन्ती छ। मिस्ट्री रहस्य अम्बुबाची मेलाको समयमा मन्दिरको नजिकैको नदीको पानी रातो हुने गरेको र प्रसादका रूपमा रातो कपडा दिइने गरेको रहस्यमय घटनाले भक्तहरूलाई आश्चर्यमा पार्छ। नियम अम्बुबाचीको 3 दिन मन्दिर पूर्ण रूपमा बन्द रहन्छ र सबै प्रकारका धार्मिक क्रियाकलाप रोकिएका हुन्छन्। अफरिङ्स प्रसाद यहाँको मुख्य प्रसाद अम्बुबाची वस्त्र वा अंगवस्त्र हो, जुन रजस्वला देवीको स्पर्श पाएको पवित्र कपडा मानिन्छ। पुजारी यस मन्दिरमा तान्त्रिक र साधारण दुवै प्रकारका पुजारीहरू हुन्छन्। रिचुअल्स अनुष्ठान यहाँ तान्त्रिक विधिबाट पूजा पाठ गरिन्छ। स्पेशलिटी विशेष यो भारतमा स्त्री शक्ति र नारीत्वको पर्व मनाउने एकमात्र मन्दिर हो। तन्त्र मन्दिरको दर्शन गर्दा जीवनमा मोक्ष, समृद्धि र स्वास्थ्य प्राप्त हुने धार्मिक विश्वास छ। भिजिटर्स पर्यटक केवल भारतीयहरूको लागि मात्र होइन, अन्तर्राष्ट्रिय पर्यटक र तान्त्रिक साधकहरूको लागि पनि महत्वपूर्ण गन्तव्य हो। योनि कामाख्याको वास्तविक अर्थ नै सृष्टिको स्रोत अर्थात् योनि हो। जेस्ट
यहाँको अम्बुबाची मेला संसारभरका लाखौं भक्तजनहरूका लागि आध्यात्मिक जोश र शक्ति प्रदान गर्ने पर्व हो र सबैमा कामाख्या माताको आशीर्वाद बनिरहोस्। यहाँसम्म भिडियो पुरा हेर्नु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। कामाख्या मन्दिरको यो आध्यात्मिक यात्रा तपाईलाई कस्तो लाग्यो कृपया कमेन्टमा बताउन नभुल्नुहोला। र यदि तपाईँ मेरो च्यानल राज धमला A to Z मा नयाँ हुनुहुन्छ भने च्यानललाई लाइक र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।